अक्सर मानिसहरू धेरै दुखी हुन्छन्, चाहेर पनि खुसी हुन सकेका छैनन्। आखिर खुसी हुने राज के हो त? यो भिडियो हेरिसकेपछि अवश्य पनि थाहा पाउन सक्छौँ। हेर काली, म त यस्तै दुःख सुख यस्तै ठाउँमा बसिरहेको छु। हैन, सबैको यस्तै हो। बसौँ यता, म तिम्रो लागि मिठो चिया बनाएर ल्याउँछु है। हैन हैन, अहिले चिया नपिउनी, एकछिन कुरा गरौँ अनि पछि पिउँला चिया। चिया खाएर गफ गरौँ न। नै हुँदैन, पछि। के छ तिम्रो खबर अनि? खबर त के हुनु, यस्तै छ। परिवार भनौँ, घर भनौँ, फुर्सद कहिले हुँदैन। भनेपछि त्यही समस्याको दलदलमा रुमालिरहेकी छु हैन? परिन त सम्हालिनु भयो। अब म चिया बनाएर ल्याउँछु, त्यसपछि चिया पिउँदै कुरा गरौँला नि। ल हुन्छ, बनाऊ न त। ल म तिम्रो लागि चिया बनाएर ल्याउँछु है। ए साँच्ची मलाई त कालो चिया है। थाहा छ, कालो चिया बनाउन लागिरहेको छु। ल काली, चिया पिउ त। यति छिटो चिया बनाएर ल्यायौ? आहा, कति मिठो चिया, झन् तिम्रो हातको त। भुगो धेरै नफुर्काऊ। बरु तिम्रो के छ खबर, सुनाउ न। केही छैन, पहिला जसो थियो अहिले पनि त्यस्तै छ। केही माया नौलो त खासै केही पनि छैन मेरो त। होइन, तिमी त जहिले खुसी देखिन्छौ, अनुहार पनि उज्यालो छ। तिम्रो त बा पनि बित्नु भएको, अनि आमा पनि हुनुहुन्न, दाजुभाइले पनि वास्त व्यस्त गर्दैनन्। यस्तो अवस्थामा पनि तिमीलाई यति खुसी देख्दाखेरि मलाई त अचम्म लाग्छ। हो र? अनि अरू नि? अरू त खै के भन्नु र, आफू त सबै भएर पनि खुसी हुन सकिन। खै कसरी सम्झाउँ म तिमीलाई? भनेर भनौँ भने तिमी सानो नानी होइनौ, बुझ्छौ भनेर भनेको, यति ठुलो भएर पनि मेरो कुरा कहिल्यै बुझ्दैनौ। मतलब के भन्न खोजेको तिमीले? मतलब कुरा प्रष्ट छ त। हिजो जे भयो सो भयो, भोलि जे हुन्छ राम्रैका लागि हुन्छ। आज जे छ जस्तो छ त्यसमा खुसी भएर व्यवस्थित हुन सकिनौ कि भोलिको चिन्ताले सताउँछ कि हिजोको घटनाले आघात बनाउँछ, त्यसैले त दुखी हुन्छौ। खुसी हुन त आज जे बितिरहेको छ त्यसैमा रमाउने त हो नि, त्यसैमा आफ्नो प्रभुत्व जमाउने हो नि, तब मात्र खुसी सम्भव छ नि। भनेपछि दुखी हुनुको कारण हिजो र भोलिको चिन्ताले रहेछ। तर रमा, म यसबाट कसरी उन्मुक्ति पाउन सक्छु त? मैले चाहेर त केही पनि हुन्न नि, तिमीले चाह्यौ भने सम्भव छ, किनकि परिवर्तन हुनु आफैमा आवश्यकता छ। अवश्य रमा, म सच्चिन चाहन्छु। मलाई तिमीले बाटो देखाइदेऊ। बाटो क्लियर छ समा, त्यसमा सचिँदै तिमी आफै हिँड्न सिक्नुपर्छ। हिजो तिमीलाई जसले गाली गर्यो तिमी त्यसैको विरुद्धमा कुरा सुनाउन मलाई आतुर थियो। तिमीलाई मेरो मनको कुरा कसरी थाहा भयो? तिम्रो न्याउरो अनुहारले अनि तिमी भित्रको दुखी आत्माले गर्दा थाहा पाएँ। जुन समय तिम्रो जीवनमा आएकै छैन, त्यही भोलिको चिन्ताले तिमी भित्रको खुसी दुःखमा परिणत छ। हो भनेको मलाई जहिले त्यस्तै हुन्छ। हर पल खुसी हुन चाहन्छौ भने हो, अबदेखि त्यस्तो हुनु भएन नि त समा। आज जे छ त्यसैमा खुसी हुन सिक। कसरी खुसी हुने त? जसरी अहिले हामी सँगै छौँ, हाम्रो भेट भएको छ, त्यसैमा खुसी छौँ। आजको आफ्नो कर्म जे छ त्यसैमा खुसी हुनुपर्छ, यसैलाई स्वीकारौँ। तिमी भन्दै थियौ नि, बा बिते, आमा गए, दाजुभाइले हेरा गर्छन्, यी र यस्ता कुराहरूले दिने नै दुःख हो। थाहा छ तिमीलाई, थाहा नभए थाहा पाइराख्नुपर्छ। तिम्रो यो संसारमा स्थायी भनेकै केही छैन, सबै अस्थायी नै हुन्। त्यसैले आज जे छ त्यसैमा रम्न जान्नुपर्छ, तब मात्र खुसी हासिल गर्न सकिन्छ। भनेपछि मैले दुःख नबुझी आफैले निम्ताइरहेको छु हैन? हो नि, अब त बुझ्यौ नि। बुझे पनि मनन पनि गरे। अबदेखि
हिजो जस्तो घटना घटे पनि नघटे पनि आजको दिनमा अरूको कुरा काट्दै बस्दिन र भोलिको बारेमा चिन्ता लिएर समय व्यर्थ बनाउँदिन। बरु आज जे बितिरहेको छ त्यसैलाई सार्थक बनाउँछु, त्यसैमा खुसी हुन्छु। आजकै कर्मको मर्म बुझेर आफैलाई नै समर्पित गरी सदा सदाको लागि खुसी भएर बस्छु। हो र भने होइन भने मेरो अनुहारमा आएको चमकलाई हेर त। हो नै रहेछ नि। पक्कै पनि हामी धेरै जसो भोलिको चिन्ता र हिजोको घटनाले एकदमै दुखी हुन्छौँ, ताकि आज जति नै धेरै खुसी मिले पनि त्यसलाई खुलस्त बनाउन सक्दैनौँ र त हामी सदा दुखी हुन्छौँ। तसर्थ यी कुरालाई मनन गरौँ, जीवन सदा सदा सुखमय बनाऊ।